दाङतिनको इतिहासमा आज जनताको जित भएको दिन हो। यो जित केवल कमल सुवेदीको होइन, यो जित हो वर्षौंदेखि परिवर्तनको आशा बोकेर बस्नुभएका वृद्ध बुबाआमाहरूको, आफ्नो भविष्य राम्रो बनोस् भनेर सपना देख्ने दाजुभाइ दिदीबहिनीहरूको र देश बदल्न चाहने ऊर्जाशील युवाहरूको, गाउँ गाउँ टोल टोलमा पुगेर हात समाएर सुनेका पीडा, घरको आँगनमा बसेर सुनेका आशा र आँखाभरि भरोसा राखेर भन्नुभएको एउटा वाक्य, अब परिवर्तन चाहियो। आज त्यो भरोसाले जितेको छ। मतको शक्ति देखाएर दाङतिनका जनताले देखाइदिनु भयो, अब पुरानो राजनीति होइन, नयाँ सोच र इमान्दार नेतृत्व चाहिन्छ। यो जित जिम्मेवारीको सुरुवात हो। अब हरेक बुबा आमाको आशा, हरेक युवाको सपना र हरेक घरको भरोसा कमल सुवेदीको काँधमा छ। दाङतिनका सम्पूर्ण मतदातालाई हृदयदेखि धन्यवाद। अब विकास, सुशासन र परिवर्तनको यात्रा सुरु हुन्छ। जय दाङतिन, जय परिवर्तन।